वेलकम बैक टू माई च्यानल न्यू डे न्यू ब्लग के साथ उपस्थित भएकी छु। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सो आज चाहिँ सुपा पूजा छ भाउजूको। सो भाउजू चाहिँ आउनुभयो भने त्यही हतार भिडियो बनाउँदैछु। चाहिँ जानुहुन्न है, मलाई त लेट भइहाल्छ। बाबालाई भन्दै भने चाहिँ हामी चाहिँ जान्छौँ। ए यो नमस्ते 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 गाइज, हाम्रो चाहिँ ब्याट्री लो भयो अरे कि गाडीको। सो अनि चार्ज गर्ने, अनि चार्ज गरेपछि चाहिँ हामी चाहिँ जान्छौँ। सुप्पा देउराली सामान किन्ने पूजाको लागि हाम्रो पाठ हो। यहाँ जल चढाउनु गर्नुपर्छ नि। हामी चाहिँ फोटा खिच्छौँ, गाली गरी भए पनि हामीले चाहिँ फोटा खिच्न पाइएन। यस्तो हतार गरी नि कहिले। म त फर्स्ट टाइम मलाई यस्तो गरेर हतार गरेको त भाइले। यिनी भएर चाहिँ मलाई सहिलो भयो। सबै ग्रुपहरू गइसक्नुभयो अगाडि। जहिले सुके आउँछु भनेर, यो पुलमा आउँछु भनेर आउँछु होइन। जहिले सुके यस्तै हुन्छ। अहिले पनि हामी पुलमा जान पाइएन होइन, हतार हुनुभयो। सो हामी लास्ट होला नि त, हामी लास्ट होला सायद। अनि त्यही भएर अरू चाहिँ गाडीमा गइसक्नुभयो। अनि हामी चाहिँ अब गएर चाहिँ नरपानीमा गएर खाना खाने, त्यही पकाउने तिहार्ने गर्छौँ उतैतिर। अनि उतै रमाइलो गर्छौँ। मम्मीहरू फेरि उतै नरपानीतिर नै बस्नुहुन्छ होला। यति लामो पुल छ कि कहिले आउन पाउँदैन। कहिले पनि ल 1000चोटि भयो होला यहाँ आएको, एकचोटि पनि आउनु पाएको छैन कि यो पुलमा। खै टाइम नमिलेको हो कि भाग्य नजुडेको हो कि के हो। गयो नानी अन्त यहाँ गएर नरपानी गयो भने त सही हो के अरे। तर हो भलाको के गर्ने अब। आँखाले हेर्ने यहाँ तलबाट हेर्ने, चित्त बुझाउने, त्यही त भयो। टाइम लाग्छ अरे के हिँड्दाखेरि त टाइम लाग्छ नि त। फेरि टाइम लाग्छ, यत्रो उकालो चढ्नुपर्छ अरे। अनि मम्मीहरू पनि गइसकेको हो है। सो यी देख्न सक्नुहुन्छ, यहाँदेखि यहाँसम्म छ। हामी चाहिँ जान पाइँदैन, नेक्स्ट टाइम आउँछौँ पक्का। त्यहाँबाट गाडी आयो, गाडी आयो। लास्ट हामीलाई गुरुजी फायर हुनुभयो। सो हामी चाहिँ लास्ट रहेछौँ, सबैभन्दा लास्ट रहेछौँ। त्यही भएर चाहिँ गुरुजी रिसाउनुपर्छ। हाम्रो चाहिँ यो गाडी अब आउनुहुन्छ हिँड्दै, अर्को गाडीमा आउनुभयो, बियर भयो। हाम्रो बडमा बिचारा आउनु भएन छ। पूजा त गरेर भ्याइसक्नु भयो। लिएर आउँथ्यो नि बोलाएर, उटालिदियो नि त। अनि फोटो खिच्यो, अनि सबैले गयो भने अनि अब अर्को बसमा आउनुहुन्छ। हामी चाहिँ यो नरपानी। ल हाम्रो चाहिँ यही हो, सामानहरू झार्दै हुनुहुन्छ। हामीले चाहिँ उतातिर खान्छौँ। नमस्ते त्यही भन्छन् के अरे। कतिखेर आउनुभएको? नमस्ते नमस्ते। हिँड्दै नमस्ते कति छ? आऊ यहाँ
गाइज कति राम्रो छ, चिसो चिसो मौसम छ, कति राम्रो छ, चिसो चिसो मौसम छ। हाम्रो चाहिँ यहाँ अब खाने ठाउँ। तिमी त किन जाऊ त, खानी मोटा पनि बस्ने गर। हाम्रो दिदी डाइटिङमा छ अरे के, अब फिगर मेन्टेन बनाएर मोडल गरिदिँदै गर्ने। जाऊँ न कसरी हो मलाई भन्ने त, मैले त्यस्तै गरेर घट्छु। मासु त पोल्ने त होला, यसैमा खाएको यसैमा खाएको। हामी चाहिँ हाम्रो उसमा आउँदा चाहिँ याद आयो, खान्छौँ यहाँ। अब फेरि सर्यो, पहिला तल भनेको थियो, अहिले चाहिँ सर्यो गाइज। हाम्रो चाहिँ यहाँ राम्रो देखेछ के, चिसो चिसो मौसम छोडेर नजाम जस्तो भयो। अनि काटकुट पारिसक्नु भएछ, उता चाहिँ पकाउनु थाल्नु भएको छ। सल्लाहघारीतिर चाहिँ फोटा खिच्न आउँदैछन् हामी। काफल भएर भएन, काफलको बुट भएर भएन, काफल दिन भाउ के भयो कानामा हो र? तिमी चकचक गर्छौ। यता चाहिँ पकाइरहनु भएको छ ताउने त केटाले सतायो, भागा लाउँदै हुनुहुन्छ भन्यो। मेरो आयो रोस्ट। देख्न सक्नुहुन्छ यो चाहिँ आज यहाँ खाएको नाचिरहनु भएको छ। अरूहरू यहाँ कति धेरै के मान्छेहरू आउनुभएको। हामी चाहिँ यहाँ हेर्दैछौँ, हामीले चाहिँ काका के गर्दैछ भनेर। दिदीहरूमा चाहिँ कति धेरै दिनमा चाहिँ भेट भयो क्या, रमाइलो भयो, नाच्यो गाइयो खाइयो, पेट भर्यो, बियर अर्काको जुठो बियर खाँदै गर्नु यार। सबले भेट भएको भन्नाले हाम्रो खुट्टा आयो। अरू चाहिँ जानुभयो, सामान लिएर गइसक्नु भयो। अब हामी पनि जान्छौँ। हो गाइज रात पर्न लाग्यो, यत्रो बेर नाच्दा भुल्यो। बाई हामी चाहिँ गइयो सबै। आज चाहिँ बहुत रमाइलो छ के नरपानीतिर, मान्छेहरू धेरै नै हुनुहुन्छ कि आज। हाम्रो चाहिँ सकियो खाएर, टाढा छ नि त जान, त्यही भएर हामी चाहिँ हिँड्यो है। र मेरो मम्मीलाई कुटुरो बोका। एउटा टोइलेट यहाँ छ, एउटा पारी छ। खै राम्रो गाडी यो होइन र? कता गयो गाडी? गाडी नै छैन, कता गयो? कहाँ र गाडी? गाडी कहाँ गयो? यता हेर्नु न, यता हेर्नु न मम्मी, भन्नु न फेरि, भन्नु न। हाम्रो गाडी चाहिँ अब पुलिस चौकी हाम्रो माथि नै रहेछ। गाई सबै हिँड्दै जानु पर्ने भयो, सबै धोला धामता बोकेर। हामीले पैसा तिरेको के फाइदा, हिँड्दै हिँड्न पर्छ। लोकल 3 लिएर हिँडेछ। मेरो यो भाइले एकदम सहयोग गरेछन्। के भन्छ, मेरो नानी छोप्नाले कि पटाइसमाले कि भिडियोमा चाहिँ सबै एकदम सहयोग गरेछन् कि मेरो भाइले। थ्याङ्क यू सो मच। यति राम्रो गुलाबको फुल फुल्यो। यो राख्नुहोस् त हजुर, बोकाएर आफू त सिटमा पुरा। हामी कहाँ बस्ने हो त? लागेको है के अरे जान्छु।
हामी त माइत आइयो के र नहेर्ने त देख न हामी त लास्टमा माइतै आउनु पर्यो इधर देखो न इधर देखो न नमस्ते यता हेर्नु न यता कोही होइन ल नानी ओ केटी के छ मगाएर काम छैन के थाहा भयो त्यतादेखि आउँछ भन्ने थाहा भएन अन्त आउने भए त मलाई के थाहा बाबा म गएँ होइन छोरो चुप बोला हो मलाई ल म गएँ ल ल भोलि पर्सि आउँछ ल भाइ जाऊ है आएन क्या अब नेटमा गएर हाल्नु पर्छ आऊ के बस आज घर नजाऊ आज भोलि जाऊ जान्छ भाउजू ठिकै टाइम पुग्छ जहिले सुकै त्यस्तै हुन्छ पढ्दिनँ अहिले त्यस्तो नआउने कुरा हो देऊ नै भएन अझ अहिले कोचिङ राख्दाखेरि गाडी पाइएन त्यही भएर अब घरकै गाडी मलाई मार्छन् होला। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो बाई बाई।